आज चाहिँ हाम्रोमा यो म्याकबुक प्रो 2019 को क्लाउड लकमा आएको छ। अहिले चाहिँ अब हामी बाइपास गर्दैछौँ। अब यो चाहिँ हामीले अब यो बाइपास गर्ने प्रोसेसतिर लाग्दैछौँ है। यहाँ चाहिँ हाम्रो यो डिएफई प्रोसेसमा चाहिँ गइरहेको छ। यसलाई चाहिँ अब हामी एक्टिभेटिङ गर्दैछौँ। अब यो एक्टिभेटिङ हुँदैछ। हजुरको यो एक्टिभेट भइसकेपछि चाहिँ हामी यसमा भएको यो म्याक आइडीहरू चाहिँ अटोमेटिक हटेर चाहिँ हामी यसलाई बल्ल अनि नयाँ ओएस राख्न सक्छौँ। यसले चाहिँ एकछिन टाइम लिन्छ हजुरको है। बाइपास अलमोस्ट हाम्रो यो सकिन लागिसक्यो। अब यो चाहिँ कम्प्लिट भइसकेपछि चाहिँ हामी यसलाई चाहिँ हामी डिओफएम लगेर यसलाई चाहिँ फेरि अब हामी यसलाई ओएस राख्दैछौँ। यसमा भएको यो म्याक आइडी चाहिँ हटिसक्यो। अब हटिसकेपछि यसमा चाहिँ हाम्रो यो ओएस चाहिँ खाली हुने भएको भएर अब यसलाई चाहिँ हामी रिस्टोर गर्दैछौँ। अहिले चाहिँ यसमा हाम्रो यो म्याक ओएस मोन्टेरी इन्स्टल हुँदैछ। अब यो चाहिँ तपाईँको यो नयाँ बाइपासमा चाहिँ हायर भर्जन अहिले ठ्याक्कै नलिने भएको भएर सुरुमा हामीले चाहिँ मोन्टेरी लिन्छौँ। त्यसपछि चाहिँ हामीले यसमा यो लेटेस्ट भर्जन ओएससम्म राख्न सक्छौँ। त्यसपछि चाहिँ अपडेट गर्नु हुँदैन। हामीले अपडेट चाहिँ हामी डिजेबल गरिदिन्छौँ सफ्टवेयरबाटै। त्यसपछि कुनै पनि समस्या आउँदैन। हजुरले सधैँभरि जे गर्दा पनि मिल्छ। यसमा तपाईँको एप्पल आइडी राखेर सबै कुरा गर्न मिल्छ। त्यसैले हजुरको पनि यस्तो म्याकबुकहरू तपाईँको T2 मोडलहरू इन्टेल प्रोसेसरमा कुनै पनि तपाईँको लक छ, अब आइक्लाउड बिर्सिनु भयो भने चाहिँ हामीलाई सम्झिनु होला। हामी चाहिँ यस्तो म्याकबुकहरू चाहिँ बाइपास गर्ने गर्दैछौँ है। हाम्रो पसल चाहिँ यन्त्र ल्यापटप प्रिपेयरिङ रहेको छ, हामीलाई सम्झिनु होला। त्यसले यसमा यो म्याक ओएस सेक्वा पनि इन्स्टल भइसकेको छ र हजुरको पनि यस्तो के म्याकबुकमा समस्या छ भने हामीलाई सम्झिनु होला। हाम्रो चाहिँ यन्त्र ल्यापटप प्रिपेयरिङ जब रहेको छ है। कन्ट्याक्ट नम्बर चाहिँ तपाईँको यहाँ दिइरहेको छ। हामीलाई व्हाट्सएपमा मेसेज गर्नुभए पनि हुन्छ या डाइरेक्ट कल गर्नुभए पनि हुन्छ है। धन्यवाद।